यस्तो दामी ड्याम छ। यस्तो जङ्गलमा बास बस्नु पर्यो भने के हुन्छ होला है? हामी जाँदैछौँ उकालै 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 बिस्तारै बिस्तारै। यो चाहिँ भक्तपुर र काठमाडौँको आम्मा ठुलै पो रहेछ त खोला त। ओहो रिसोर्टहरू रहेछ। क्या सुन्दर दृश्य क्या चाहिँ होइन होला। आज हामी सुन्दरी जल हुँदै काठमाडौँको भ्यूहरू हेर्दै माथि माथि के भन्छ ढाप ड्याम जाँदैछु। त्यहाँ अर्को चाहिँ के भन्छ चिसा पानी पनि भन्दो रहेछ है। कस्तो हुँदो रहेछ त्यहाँ कस्तो रहेछ हेर्दैछु, हेर्दै जानेछु, तपाईँहरूलाई पनि देखाउनेछु। लेट्स गो। हामी जाँदैछौँ उकालै 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 चिसा पानी ढाप ड्याम। वाउ क्या जङ्गल छ यार, शीतल खालको। कैसा हो पार्टी, कैसा हो? बिस्तारै बिस्तारै बिस्तारै। ओ पुरै घुमेको छ त यार। ल सनक्कै घुमेको छ त फेरि। अहिले सबै ढलान गरेर यार पुरै ग्राभेल थियो। यहाँ त ढुङ्गा खाँदा ढुङ्गा। ओहो बाटो पुरै अफरोड रहेछ। ओ माई गुटुरुला ओए 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 ओए। बाटो त गजब भइरहेको नि यार। हो ओहो पानी पो बगिरहेछ रोडमा त गल ल ल ल ल लाएर। ओहो ढाप ड्याम देखाइरहेछ। ओहो हो यतापट्टि वेलकम टु ढाप ड्याम भनेर। कता यतापट्टि हो र? हो यताबाट पनि जान्छ। ओ यहाँ के हो यो? आम्मा ठुलै पो रहेछ त खोला त। ओहो पुरै कालो पानी छ यार, बेलुका रहेछ। खोलाको बेल। पुरै अफरोड गाइज अफरोड। बाइक चाहिँ मान्नै पर्छ यार। ओहो आयो माथि भन्ज्याङ आइपुग्यो। यहाँबाट केही देखिन्छ? गाइज यो चाहिँ भक्तपुर र काठमाडौँको सिन हो। हामी माथि आइपुग्यौँ। यता हेली उड्दैछ हेली। पुरै काठमाडौँ सहर, भक्तपुर सहर, उता उता ललितपुर। यो जङ्गलको बाटो हिँड्दाखेरि चाहिँ क्या शीतल हुने क्या है। हो ढाप ड्याम अझै काममा 15 किलोमिटर भन्छ त। ओहो के हो अझै 15 किलोमिटर देखाइरहेछ त यार। आम्बो आम्बो जाँदैछु यो जङ्गलको बाटो। साँच्चै चिसो रहेछ क्या, पुरा कुल शीतल शीतल भइरहेको छ होइन।
अनि बाटो पनि क्या डेन्जर अफ रोड रहेछ गुडुरु गुडुरु कुनै ठाउँ त हिलर नै छ होइन तर बाइक चाहिँ आँखा तान्ने खालको रहेछ र मात्रै हाम्रो यात्रा अगाडि बढिरहेको छ नत्र हामी अघि नै फर्किनु पर्ने कन्डिसनको बाटोमा आइसकेका थिएँ बाइक मात्रै पावरफुल भएर हुँदैन चलाउने मान्छेको कन्फिडेन्ट पनि चाहियो क्या खतरा कन्फिडेन्ट के खतरा खतरा सारा ल यस्तो गाडाङ गुडुङ छ होइन खतरा राइड गर्नुभएको छ ल यस्तो खालको पानी छ ल होइन ओ माई गड यता त यो जङ्गलमा क्या चिलाउनेको अनि कटुसको अनि त्यो दालचिनीको रुखहरू रहेछ है अनि उनियो उत्तिस ओहो बाटो हेर्नुहोस् नेपालको बाटो पुरै जङ्गल छ है साथीहरू जङ्गल डर लाग्दो जङ्गल छ यार ओहो राति गर्नु हुँदैन पाटी यार यहाँ त यार फेरि चार खुट्टेले बाटो छेकेर बस्ला नि फेरि ल जाओस् न त सोल्टी एउटा ब्लग भनेर होइन ओए 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 ल यस्तो बाटो छ ओ माई गड बिल्कुल अफ रोड तर यो जङ्गलको बाटोमा चाहिँ क्या आनन्द आइरहेछ अफ रोड भए पनि शीतल छ क्या ओहो हो साँच्चीकै जङ्गल रहेछ हौ नजानी भने नजाउँ यार मलाई त डर पो लाग्नु थाल्यो ओहो घनघोर जङ्गल छ त अनि ल ओहो ल हेर्नु त यस्तो हिलो आप ओइ 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 ल धुवा आयो त ओ हट यहाँ खाल्डो रहेछ है धेरै धेरै खाल्डो रहेछ ओहो ओहो खुट्टा डुब्यो होइन त पानीमा ओहो हट त्यो बिजक हो त अनि पानीमा खुट्टा डुब्यो यार ओ डेन्जर रहेछ ओ नजाने भने नजाउँ क्या हेर्नु त यस्तो हिलो छ ओहो ओहो यहाँ पनि डुडुङ्ग गर्ने हो कि गरेन है बिल्कुल अफ रोड रहेछ ओ यहाँ पनि रहेछ है फेरि ए ए ए पानी पऱ्यो भने कति मजा आउला है ओहो डर लाग्दो घनघोर जङ्गल छ त यार ओहो रात परिसकेको दिउँसै रात पऱ्यो यार दिउँसै रात पऱ्यो होइन यहीँ रात परिसक्यो ओहो ओइ लेदो छ जस्तो छ तिम्रो फोन आइरहेको छ हेर्नु त यस्तो कस्तो जङ्गल छ ओहो पानी परेर बिचमा रोक्नु परेको छु यस्तो जङ्गलमा बास बस्नु पऱ्यो भने के हुन्छ होला है केही हुँदैन है के ओरे पाएको होला है हामीलाई यसरी घुम्नलाई है ओ फाइनली साथीहरू हामी धाप ड्याम आइपुगे यस्तो दामी ड्याम छ होइन ओइ ओइ म लड्छु कि के हो रे क्या यस्तो दामी त्यो परको बिल्डिङ चाहिँ क्या दामी छ त्यहाँ चाहिँ रिसोर्टहरू रहेछ मैले किन गर्नु त है पानीले हामीलाई अलिकति डिस्टर्ब गऱ्यो होइन
क्या दामी सुन्दर नजारा छ यहाँ आर्मीको गेटदेखि कति 19 किलोमिटर रहेछ होइन 28-27 ए किलोमिटर 27 किलोमिटर तलबाट आउँदाखेरि झरी परेको कारणले मैले चाहिँ मेरो जुत्ता खोलेर प्लास्टिकको झोलामा हालेँ खुट्टामा चाहिँ चप्पल लगाएर आएको छु होइन तलको यात्रा जे जस्तो भए पनि तर धेरै चाहिँ रमाइलो लाग्यो यहाँ आइपुग्दाखेरि चाहिँ क्या सुन्दर दृश्य क्या चाहिँ होइन होला हामी मजाले वरिपरि घुमेर नमत्तै पारामा तर यहाँ पानी परेर नि यस्तो झरी परेर आज झरीले चाहिँ हल्का डिस्टर्ब गरे होइन तैपनि यस्तो रमाइलो भयो दामी ठाउँ यता पुरै काठमाडौँ मतलब तल भ्याली देख्छ सहरहरू यतापट्टि ड्याम छ यतापट्टि अनि यहाँ चाहिँ हामी यो प्रतीक्षालयमा बसिरहेको छु अहिले पानी परेर बाइकमा जानुपर्छ होइन पानीले मजाले रुजाउने भयो अब इट्स ओके नो प्रब्लम राति भइसकेको छ अरूभन्दा यो बाटोमा नि पर जङ्गलको बाटो चाहिँ यस्तो दामी घारी छ कि त्यहाँ बाघले अट्याक हान्न जस्तो डर लाग्दो छ होइन त्यही भएर हामी अब अलिक छिटै फर्किन्छौँ ओके बाई सी यू नेक्स्ट भिडियोमा फेरि भेटौँला है